वेलकम बैक टू आवर न्यू ब्लग गाइस हैन। यहाँ आज हामी जोगबनी आइसकेको छौँ। फाइनली हामी जोगबनी आज चाहिँ हामी जोगबनी केही काम मतलब सामानहरू लिन आएको छौँ र वेलकम बैक टू माई च्यानल। धेरै 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 महिना साल के भनौँ। कैसा लगा मेरा मजाक? धेरै साल एक साल पछि आइपुग्यौँ फाइनली गाइस। अनि यहाँ आज चाहिँ हामी जोगबनी आएको छौँ किनभने अब 10 त सिद्धियो। 10 सिद्धेर अब हामी आएको छौँ पढ्न विराटनगर। के कस्तो साथी हो हामी पढ्न विराटनगर आएको छौँ। यो चाहिँ मेरो एउटा रुममेट जो अहिले कम्प्युटर साइन्स पढिरहेछ। हामी चाहिँ अहिले फिलहाल कान्तिपुर पढिरहेछौँ गाइस हैन। यहाँ फाइनली आज चाहिँ हल्का रुगा लागिरहेछ। हिजो हामी बर्थडे गएको छौँ नि त, त्यही भएर रुगा लागिरहेछ। ऊ पछाडि एकजना छ हाम्रो पार्टनर। भ्यू चाहिँ दामी छ केटा हो। यहाँ एउटा ट्रेन छ जोगबनीको गाजियाबाद जाने ट्रेन रहेछ। धेरै 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 लामो छ केटा हो। मेरो आँखाले क्यामेराले त जुम गर्न सकिँदैन। अनि तपाईँहरूको आँखाले के देख्ला? समझ रहे हो ना? यताबाट यतैबाट त मैले त्यहाँ त डाइरेक्ट निक्लिन्छ त त्यो गेट। फाइनली वेलकम बैक टू माई च्यानल। साथी वेलकम बैक भनिदेऊ। वेलकम बैक टू आवर न्यू व्लॉग गाइज। के बोले भाई? अब के बोले के जथाभावी बोले? न्यू ब्लग होइन यार साथी, ब्यो वर्ल्ड ब्लगै हो, बिटिकल ब्लग यार। साथी कस्तो भन्ने न्यू भिडियो वेलकम बैक टू आवर न्यू भिडियो। धेरै वर्षपछि हामी युट्युब च्यानलमा आइसकेको छौँ। फेरि अब आज ब्लग हाल्न जाँदैछु होइन साथी। दुईजना केटाहरू ए भिडियो सरी यार डिस्टर्ब गर्दैछु केटा। कालो देख्छ यार, कालो देख्छ त्यही त। यता चाहिँ आउन यता। यहाँ केटाको पनि आज स्टोरी जान्छ भनेपछि यहाँ उसको यो जिन लिम्बू चाहिँ हाम्रो उसको आज यो स्टोरी जान आँटेको छ। ऊ हाम्रो क्यामराम्यान चाहिँ राजा नुरा हो। उता जान्छ हौ होइन ओ जोगबनीबाट। हामी नेपालबाट हो। ऊ चाहिँ हाम्रो साथी हो। नेपाली हो। कता हो नेपाल? हड्तालिया रघुपति कहाँ हो थाहा होइन। हामी चाहिँ उता पर्कासुरबाट आएको होइन भर्खर। यो ट्रेनमा यहाँ चाहिँ के गर्छ भन्नु? सब ए बनिरहेको हो त्यही त। नै त कहाँबाट ल्याउँछ होइन, ट्रेन उडेर त आउँदैन। बुझेँ यहाँ पनि ट्रेन रहेछ, यहाँ पनि ट्रेन आउँछ तर अहिले ट्र्याक मात्र छ। कस्तो छ साथी? यो साला यस्तो हरामी चाहिँ यसको भिडियो पनि यस्तो राम्रो बनाइदिएछ यसले यार। मेरो यति निकालिदिएको छ यार। के को मिस्टेक? अनि के फेरि नयाँ बनाउन सक्दैनौ? के भएको भाइ? हान्दिम गाइस, हान्दिम यसलाई हानिदिन्छु म फेरि। त्यो त्यही त कसरी भत्काउँछ होइन। ट्रेन रुट बङ्गाउँछ यार। त्यही सम्म मात्रै हो क्या जोगबनीबाट कहाँसम्म? यो ट्रेन कहाँ गाजियाबाद जाने होइन साथी? हो यार हो पठाउ न। ए साथी पनि विराटनगरबाट रहेछ त। कहाँ विराटनगर कुन चाहिँ स्कुल हो? कहाँ पढ्दैछौ अहिले? निमुन स्कुल हो। ए कति क्लासमा छौ? 8 क्लासमा। ए ठिक छ। 8 क्लासमा रहेछ साथी। मतलब भाइ नै पढ्ने रहेछ यार। आरामले लाग्छ। जाउँ यहाँ मध्ये छ फिलहाल। हामी चाहिँ जोगबनी कति भन्ने यार। जोगबनी कुन चाहिँ खेलाडी? के फुटबलर? कस्तो गर्दा फेरि देखाइदेऊ। भिडियो सुट भिडियो सुट यहाँ थुप्रै चल्दैछ। अनि अब हामी यहाँ जोगबनीमा जान आँटेको। जोगबनी लेखेको पोस्टरको त्यहाँ किनभने फोटो खिच्नु पर्यो, त्यही भएर हामी यहाँ जाँदैछौँ। जोगबनी लेखेको पोस्टरमा फोटो खिच्नुपर्छ है, त्यही भएर जान आँटेको। यहाँबाट चाहिँ धेरै उकालो लाग्यो अरे
रिस्क लिनु हुँदैन नि त, त्यही भएर हामी उता हल्का उता गएर टक्क तल झर्छौँ। अनि अहिले हामी जोगबनीको पोस्टरनिर भेट्नुपर्छ है गाइज। ल जोगबनीको पोस्टरमा भेट्नुपर्छ गाइज। ल गाइज हामी आइसक्यौँ पोस्टरनिर यहाँ। हेर्नुहोस् जोगबनीको पोस्टरनिर आइपुग्यौँ होइन। जोगबनी यहाँ जोगबनी लेखिरहेछ। हामी जोगबनीमा आइसकेको छौँ। अब एकछिन हामी फोटो खिच्छौँ यहाँ। एकछिन फोटो खिच्छौँ। सामानको लागि लिनु आएको तर त्यो हामी सामान लिएको छैन। हिँडिरहेको छ। हो सही भन्न साथीले होइन। स्टोरी आइसक्यो अरे यो मान्छेको। के बोले भाइ के बोले फोटो खिचौँ न साथी टक्क आऊ। गाइज चाहिँ हामी फोटो सेसन खत्तम भएर आइसकेको छौँ। अब चाहिँ हामी साथी काम गर्न जाने होइन। अब काम जे काम ल्याएको त्यो गर्न जाने हो। यहाँ फाइनली गाइज हामी अब चाहिँ हामी जे काम गर्न आएको त्यो काम गर्न जाने होइन। के काम ल्याएको हामी त्यो काम गर्न जाने हो क्या साथी। हो यार धेरै हामी यो के भन्छ काम बिनाको मान्छे लखर लखर घुम्यौँ क्या हामी धेरै। अब हामी काम गर्न जाने। यहाँ हल्ला छ धेरै गाइज। फाइनली अब हामी मोचा किन्न लागेको साथी। यहाँ मोचा किन्ने अरे मोचा किन्ने साथी त्यही भएर मोचा किन्न लागेको। धेरै भिड छ धेरै धेरै। मोचा लिँदैछ साथीले यहाँ बाइकबाट। यहाँ मोचा यहाँ छ मोचा चाहिँ। हामी यहाँ चाहिँ यहाँ कस्मेटिक पसलमा आएको छौँ। साथी बिना कान छेड्ने खालको टप छ। म्याग्नेटिक वाला गोलो हुन्छ होइन। टप यसरी अड्किने क्या। ए हुन्छ हुन्छ राम्रो हो त। त्यो कान छेऱ्यो भने राम्रो देखिँदैन नि यार। मलाई मन पर्दैन कान छेऱ्यो। साथी तिमी चाहिँ के लिन आएको अरे? म साथी मामा अर्थको मोइस्चराइजर। मामा अर्थको मोइस्चराइजर। ऊ चाहिँ यहाँ फाइनली रात परिसक्यो जोगबनीमा र हामी अब घरतिर तर्फ लाग्दैछौँ। तर घरतर्फ लाग्नुभन्दा अगाडि मेरो के अझै एउटा सामान छ किन्नुपर्ने, त्यो किन्नुपर्ने। रात परिसकेको छ होइन। हामी अब सामानहरू लिएर निक्ल्यौँ यहाँ जोगबनीबाट। मेरो काम पनि भयो, साथीहरूको काम पनि भयो। अब हामी भेट्नुपर्छ। केही देखाएको छैन होला अँधेरोले। देख्दै होला साथी हामीलाई देखेको छैन नि, केही देखाएको छैन। ल ल गाइज तेरो उमेरमा त यार म फुत्ते उफ्रिँदै यार। उडेको चरालाई पक्रिन्थे। उडेको हो सही भने यार। जे भन्यो सही भन्यो यार। अहिले त म बुढो भयो होइन। त्यही त उमेरमा त साथी बुढो चरा नि च्यापे पक्रिदिने। बुढो भएको कोही बात नहीं हम तो चुतिए हैं। गाइज जोगबनीमा चाहिँ धेरै भिडियो बनाउनु पाएन किनभने खोइ कसको चोरी भएको थियो रहेछ फोन होइन साथी। कसको फोन भएर चोरी भएर बुढाको फोनहरू चोरी भएर चाहिँ हामीले अब रिस्क नलिएर बनाएन। अब हामी यहाँ सिटीमा चाहिँ प्रतिभा चोक जानु लागेको रुमतिर। अनि अब त्यो मान्छे चाहिँ होइन उसको प्रोजेक्ट भोलि। अनि त्यही भएर ऊ चाहिँ प्रिन्ट गर्न जाने अरे। उसको त्यो कभर पेज चाहिँ प्रिन्ट बनाएको छ उसले फोनमा। अनि ऊ कभर पेज प्रिन्ट गर्न जाने अब प्रिन्ट गर्छ। अनि अब हामी साथी गइदिनु पऱ्यो होइन त। ए अब यो ठाउँको नाम चाहिँ खै के हो? थाहा छैन। ल गाइज यहाँ अँधेरो भयो, केही देखिँदैन। ल गाइज आइसकेको छौँ प्रतिभा चोकबाट। अब हल्का अगाडि गएको। प्रतिभा चोकमा बन्द रहेछ। प्रतिभा चोकमा चाहिँ बन्द रहेछ, त्यही भएर हल्का अगाडि जाँदैछ। उसको प्र्याक्टिकल होइन। उयो मोबाइल दोकानमा छ त, मोबाइल दोकानमा गरिदिन्छ यार।
मोबाइल दोकान पनि बन्द छ क्या हो यार नहुनु पर्ने हो यार यहाँ पुस्तक पसल थियो त यार पुस्तक पसल छ तपाईँ पुस्तक पसल ऊ पुस्तक पसल त्यो पनि बन्द होला फिक्स बन्द छ क्या फिक्स बन्द छ यार पुस्तक पसल पनि मलाई थाहा छ क्या बन्द छ ऊ पुस्तक पसल बन्द छ मोबाइल पसलमा सोध त गएर गरिदिन्छ दाइले ल हामी मोबाइल पसलमा आइसकेको छौँ गाइस फाइनली यहाँ यो मोबाइल पसल चाहिँ गरिदिनु पर्ने हो प्रिन्ट गरिदिँदैन पनि यहाँ किराना पसलमा गरिदिन्छ अरे साथीको फाइनली अब यहाँ प्रिन्ट हुने पर्यो राम्रो पर्छ गाइस हाम्रो फाइनल पुगिसक्यौँ होइन साथी फाइनल पुगिसक्यौँ यहाँ रुममा पुगेर पनि एउटा पढान दास चाहिँ त्यहाँ पढ्न थालिसक्यो हामी चाहिँ अब यस्तै हो एकछिनमा पढ्ने भनेर बसेको ल गाइस अर्को ब्लगमा भेटौँ ल त्यो चाहिँ लाइक एन्ड सब्सक्राइब र सपोर्ट गरिराख्नु होला धन्यवाद